2025 मा युट्युबमा सबैभन्दा धेरै हेरिएका 10 नेपाली गीतहरू जसमा दुर्गेश थापाका 2वटा गीत पनि समावेश छन्। नम्बर 10 सरर सरर। केहर सिंह लिम्बुको 10औं स्थानमा रहेको गीत सररमा युट्युबमा 23 मिलियन भ्युज रहेको छ। अर्थात् यो म्युजिक भिडियो युट्युबमा 2 करोड 30 लाख पटक हेरिएको छ। नम्बर 9 जाने भए जाममाया। दुर्गेश थापा, सिसन बानिया र अलहाजी गेरोको गीत जाने भए जाममाया 2 करोड 49 लाख पटक हेरिएको छ। नम्बर 8 न्याउली बनैमा। शान्तिश्री परियार र प्रशान्त शिवाकोटीको गीत न्याउली बनैमा 2 करोड 64 लाख पटक हेरिएको छ। नम्बर 7 आन्टी लभर। आशिष अविरल र कला लम्सालको आन्टी लभर गीत 2 करोड 65 लाख पटक हेरिएको छ। नम्बर 6 जुन्न हेरी। वाङदेन शेर्पा र सुशान्त घिमिरेको जुन्न हेरी गीत 3 करोड 40 हजार पटक हेरिएको छ। नम्बर 5 पुतली। आशिष अविरल र एलिना चौहानको पुतली गीत 3 करोड 7 लाख पटक हेरिएको छ। नम्बर 4 काफले। जानु कि नजानु धन सुक्यो रातले फकाउँछ काफले। झुमा लिम्बु र सुजन चापागाईको काफले गीत 3 करोड 34 लाख पटक हेरिएको छ। नम्बर 3 राधा। स्वप्न सुमनको राधा गीत 3 करोड 81 लाख पटक हेरिएको छ। नम्बर 2 मकैबारी दर्याम दर्याम। विशाल सोनी र सुषमा साई ठकुरीको मकैबारी दर्याम दर्याम गीत 4 करोड 90 लाख पटक हेरिएको छ। नम्बर 1 दुश्मन हेरेको हेरै। आनन्द कार्की, दुर्गेश थापा, समीक्षा अधिकारी र एलिना चौहानको दुश्मन हेरेको हेरै गीत 14 करोड 75 लाख पटक हेरिएको छ।